ल साथीहरू नमस्ते। आज पनि मैले खाना खान लागिसकेँ। आज मेरो खानामा के छ भन्दा आटो, यहाँ पतिना र टमाटरको चटनी, यहाँ छ खोले सागको फाँडो, पिठो राखेर बनाउने क्या, मलाई असाध्यै मनपर्छ नि। अनि यहाँ छ तरसितको दुध, यो मही भइगयो। यहाँ छ डल्ले, यो नुनमा राखेको डल्ले है, घाममा राखेर सेतो सेतो भएको। अनि त्यस पछाडि चट्ट खाना पर्यो भनेर क्या। अन्त कस्तो भयो यस्तो सबैलाई मन नपर्न सक्छ, आफ्नो आफ्नो स्वाद अनुसारको मिठास हो नि त। नुन लाउन पर्यो अनि खुर्सानी हुन पर्यो। मलाई त सबै मिठो हुन्छ भाइ, किन हो त नि। भोक मिठोकै भोजन मिठो स्वाद साथीहरू। सबै 3 गाँस हुन्छ। अब खुर्सानी धेरै खाएको राम्रो त होइन के, नभई नहुने मलाई बेहोरा नभएकी छु त म। घटाउने भनेको सोच्दैछु, घटाउन पर्ला, गर्मीमा अलिक कम खान पर्ला भनेर सोच्दैछु। अझै नै मिठो मिठो खानु होला। धन्यवाद।